समितिको अध्यक्षमा श्री प्रदीप कुमार खड्का, जसको उन्नति प्रगतिमा धेरै राम्रो काम गर्नुहुन्छ होला भन्ने हामी आशा राख्दै उहाँलाई शुभकामना व्यक्त गर्छौँ। वरिष्ठ उपाध्यक्षमा श्री रमादेवी खड्का, उपाध्यक्षमा श्री रणदीप खड्काजी, महासचिवमा कृष्णबहादुर खड्का। हे भक्त जनाउनुहोस् सिगटीतिर लागौं, भैरव प्रयाग धाममा श्रद्धा मनले जागौं। तामाको सिधो भानमा जलको संग छ, भक्तजनको मनमा आस्थाको रङ्गमा छ। दोलखाको धरतीमा गुम्जिन्छ भजनन, भैरवको कृपा पाउँदा हराउँछ दुःख तन। सिगटीको मेलामा बाजा मादल बज्छ, भजनको स्वरमा आत्मा शुद्ध हुन्छ। पानी र पर्वत देवता मिल्छन् यहाँ, भैरव धामको छाया जीवनमा बल्छ यहाँ। लोकप्रिय नाम सिगटी जन जनले गाइन्छ, तामाकोसी छेउमा भक्तिले सजाइन्छ। हे भैरव भगवान रक्षा गरिदेऊ, सिगटीको आँगनमा शान्ति छरिदेऊ। गाउँ घरका बुढापाका युवाले पनि गाउँछन्, सिगटीको भजनमा सबै मन रमाउँछन्। दोलखाको गौरव सधैँ रहोस् उज्यालो, भैरव धामको आशीर्वाद जीवनभरि प्यारो। एउटा ट्रस्ट बनाउने क्रममा भैरवेश्वर महादेवको बनाउने निर्माण गर्ने क्रममा एउटा सिंहटीको भित्तामा जुन एउटा चाहिँ जीर्ण अवस्थामा भैरवेश्वर महादेव मन्दिर त्यहाँ उभिरहेको अवस्था थियो, एउटा पिपलको बोटको प्राङ्गणमा उभिरहेको अवस्था
त्यसलाई जीर्णोद्धार गर्ने हामीले परिकल्पना गऱ्यौँ, हामी युवाहरूले परिकल्पना गऱ्यौँ, हाम्रा कार्य समितिले त्यसलाई अनुमोदन गर्यो। त्यसमा अहिले चाहिँ एउटा भैरव प्रयाग, अहिले चाहिँ एउटा चाहिँ दोलखा जिल्लाको उत्तरी भेग मात्रै होइन, नेपालको एउटा चिनिन गनिन लायकको एउटा तीर्थस्थलको रूपमा भैरव प्रयाग र ताम्रकौशिकाको एउटा विकास भइरहेको अवस्था छ। त्यो अवस्थालाई फेरि हामीले त्यो भैरवेश्वर महादेवलाई पनि राष्ट्रिय पहिचानको एउटा मन्दिरको रूपमा स्थापना गर्नुपर्ने, किनभने 100 वर्षभन्दा अगाडिको एउटा प्राचीन मन्दिर भइसकेको छ। त्यसलाई पनि हामीले त्यसमा पेलु गर्नुपर्ने, त्यसमा अगाडि लानुपर्ने आजको आवश्यकता हो भन्ने जस्तो मलाई लाग्छ। यो कुरामा यी जुन हामीले कार्य समितिले गर्दै आएको मलाई लाग्छ, यो हामीले हिजो जुन काम मन्दिर उभ्यायौँ, त्यो मन्दिर उभ्याउन त्यति बेलाको कार्य समिति, निर्माण समिति लगायत तपाईँ हामी सबै र सिमटीवासी र गोर्खा जिल्लावासी सबैले मेहनत गरेर त्यो मन्दिर उभिएको छ। आज त्यो मन्दिर उभिसकेपछि जुन चाहिँ हामीले चाहिँ उद्घाटन गरेर समाप्त गऱ्यौँ, त्यसको पहिचान कायम राख्नलाई अहिलेको कार्य समितिले निकै राम्रो काम गरेको छ। म यो कार्य समितिको अध्यक्ष, पदाधिकारी, संरक्षक लगायत तपाईँ हामी सबैलाई म फेरि मेरो तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। र सबैलाई लिपिबद्ध तरिकाले यसलाई हाम्रा सबै कुराहरू, सम्पत्तिहरू, हाम्रा कृतिहरू, हाम्रो पुर्खाले गरेका कामहरू, शेख भैरव सिंह अथवा उहाँको छोरा नातिहरूले के काम गरे, कसको के योगदान छ, ती सबै कुराहरू लिपिबद्ध रूपमा अब हामीले तयार गर्नुपर्छ। किनभने अब मन्दिर बनाउनु पर्ने जुन मुख्य चुनौती हामीले सामना गरिसक्यौँ, अब नयाँ कामहरू हाम्रो पुर्खाहरूले गरेका कामहरूमा हामीले चाहिँ लिपिबद्धता गर्ने र त्यो समाजलाई चाहिँ त्यो हस्तान्तरण गर्ने र समाजलाई हस्तान्तरण गर्ने काम हामीले बाँकी राख्नुपर्छ। अबको समाजलाई हामीले के दिने? समाजलाई एउटा चाहिँ हामीले समाजसेवा दिने हो, पारदर्शिता दिने हो, हाम्रो चाहिँ भातृत्व दिने हो, हाम्रो खड्काहरूको योगदान दिने हो। तर मसँग प्रमाण छ, मसँग त्यसको कहाँबाट के कुरा भएको छ। त्यसले गर्दाखेरि आफ्नो एका घरका दाजुभाइलाई फुटाएर एउटालाई उचालेर एउटालाई पछालेर कहीँ पुगिँदैन। यो राजनीति खड्काले पहिला धेरै गरे, 48 साल पहिला बौद्ध लाउनुभन्दा पहिला धेरै गरे, देखियो। यहाँ लुकाउनु पर्ने कुरा केही छैन। आफ्नो दाजुभाइ हो, एकछिन बस्यो, मनको कुरा हुन्छ, कुरा मिल्छ, चित्त नबुझेको कुरा ती निस्किन्छ। एउटा ठुलो इस्यु बनाएर राजनीति नै गर्नलाई सानो सानो कुरा तिनलाई पहाड बनाएर एउटा यति राम्रो परिवारको वातावरणलाई बिगार्ने यो चिज चाहिँ सही पनि हुँदैन। र यस्तै समारोहमा नामै तोकेर भोलि लिनु पर्दाखेरि मैले नै माइक फेरि पनि चलाउने अवसर पाएँ भने मैले त्यो नाम लिन पनि सक्छु, किनभने यसले हामीलाई कहीँ पनि हुँदैन। यो नगरौँ। यो विशुद्ध परिवार हो। हामी एउटै बाजेको सन्तान हो। एउटा बाजेबाट 4 बाजे, 4 बाजेबाट 17 बाजे, 17 बाजेबाट 53 बाउ, 53 बाउबाट अहिले त्यसपछि त गर्न पनि छोड्यो। अब यो सोझै यसरी त्योतिर नलाग्नु। यो हामी एउटै छातामुनि बसेको एउटै जिजुबाजे, जसलाई हामीले यत्रो सम्मान गरेर जसको उसमा हामी बसेका छौँ, उहाँकै सन्तति हो। यो चाहिँ मलाई यो मेरो 2 वर्षको अनुभवमा मैले आफैले व्यक्तिगत रूपमा भोगेर, देखेर, अनुभव गरेर नै मैले यो कुरा सेयर गरेको। नमिठो लाग्ला, तर वास्तविकता सत्य सधैँ तितै हुन्छ। यति भन्दै म पुनः निर्वाचन उपसमितिलाई फेरि पनि भैरवेश्वर महादेव ट्रस्टको कार्य समितिको तर्फबाट हार्दिक धन्यवाद दिँदै अहिलेको उहाँकै पनाती उत्तम खड्काले सिलगढीमा त्यो प्राङ्गणमा भगवती मन्दिर बनाउनु हो। त उहाँले अरू देवी देवताहरू किन बनाउनु भएन? किन भगवतीको नै बनाउनु भएन? भगवतीको नै बनाउने पर्ने कारण चाहिँ के भनेदेखि हाम्रो बाजे धर्मात्मा हुनुहुन्थ्यो। उहाँले हरेक दिन चाहिँ पाठ चण्डी पाठ गरेर खानुहुन्थ्यो। त्यो कारणले गर्दाखेरि देव प्रेरणाले उनले भगवतीको मूर्ति स्थापना गरेर हो। र अर्को चाहिँ त्यहाँ गणेशको मूर्ति पनि स्थापना गरेको छ मेरो भाइ विष्णुले। तर किन उसले गणेशकै गाएछ? अरू भगवान् धेरै हुनुहुन्छ, सरस्वती हुनुहुन्छ, सूर्य हुनुहुन्छ, विष्णु हुनुहुन्छ, नारायण हुनुहुन्छ, कृष्ण भगवान् हुनुहुन्छ, तर किन गणेशकै गायो? यसको पछाडि पनि एउटा रहस्य छ, त्यो आज म बताउँछु। 2007 सालमा म पढ्न आएको हो। यो 7 सालको त्यो क्रान्तिको बेलामा सकेपछि म चैत महिनामा पढ्न आएको हो। चैत महिनामा पढ्न आइसकेपछि 2008 सालको कुरा, म 8 वर्षको थिएँ। मैले मेरो हजुरआमाले ल हे आज गणेशको दर्शन गर्न जाने भनेर उहाँले मलाई चाहिँ